सबैजनामा नमस्कार। म अहिले भर्खर यो पिपिरी या नली होइन, हजुरहरूले के बुझ्नुहुन्छ, मैले यो बनाइसकेँ। अब म यो सनै हजुरहरूमाझ बजाएर देखाउँदैछु होइन। सनैहरू चाहिँ मैले अब यस्तो यो खैर काठबाट बनाएको होइन, खैर काठबाट बनाएको यो खैरको काठ हो। एकदम यो कडा हुन्छ काठ चाहिँ, कप्न यसलाई खोलखाल गर्नलाई एकदम गाह्रो हुन्छ। यो यति कडा काठ हुन्छ है। पहिला नम्बरमा सनै बनाउँदाखेरि म यसरी यस्तो खालको सोली काटिङ गर्छु र सोली कटिङ गरेर यहाँ एक ठाउँ रसायन गर्छु है। यहाँ यसरी रसायन गर्छु अनि यो रसायन गरिसकेर त्यहाँबाट पिर्दै ल्याएर पहिला नम्बरमा यसको यो जुन सनैको आग्ली लाग्ने भागलाई यसरी बसाएर यस्तो बनाएर ल्याउनु पर्ने हुन्छ होइन। अनि यस्तो बनाएर यति गरिसके पछाडि फेरि यसलाई अलिक कुटेर अनि फेरि अलिक सिधा बनाइन्छ। सबै थोक बनाइसके पछाडि यसलाई चाहिँ अनि यसो गरेर सबैतिरबाट बराबर गरेर यति गरेर मिलाइसकिन्छ है। यति गरिसके पछाडि भनेको अन्तिममा यस्तो यो यहाँनेरि चुरा पनि लगाउनु पर्ने हुन्छ। यस्तो चुराहरू लगाएर यसरी बनाएको हुन्छ होइन। मेरो सनै बनाउने ठाउँ बस्ने ठाउँ यहीँ हो। यता माथि पनि रसायन गर्दा ओर्दा यो ठुलो रसायन गर्दा यहाँ यसो तगारीमा इँटा सिटा यो बाल्टीमा पानी राखेर बसेको छु र यहीँनेरि यो ग्यासबाट चाहिँ म आगो उत्पादन गरेर त्यसरी बनाउँदैछु। र अहिले भर्खर एउटा सनैलाई चाहिँ बनाइसकेँ। यो चाहिँ कालो रङ गरेको हो होइन, रङ गरेको। यो सनै पनि बनाइसकेँ अनि त्यो सनैको लागि यो नली र यो पिपिरी पनि बनाइसकेँ। अब यो पिपिरी बनाइसके पछाडि कस्तो बज्दो रहेछ हजुरहरूलाई म एकपल्ट बजाएर सुनाउँछु होइन। बजाउन त म त्यस्तो जान्ने विज्ञ मान्छे त होइन। सनैको लागि म ठिक्क बज्छ बज्दैन चेक मात्रै गर्न जान्दछु। म बजाउन उम्ला चालेर फड्कालेर म बजाउन जान्दिनँ होइन। मैले धेरैवटा भिडियोमा हजुरहरूलाई यही भनिरहेको छु, बजाउन जान्दो रहेन रहेछ, बज्दो रहेन रहेछ नभनिदिनु होला। बजाउन जान्ने मान्छे फेला पऱ्यो भने यही भिडियोमा हजुरले आहा कति राम्रो सनै बजेको भनेर हजुरले भन्न सक्नुहुनेछ। र एकपल्ट यो चेक गरेर देखाउँछु है। यति नै हो मैले बजाएको होइन। अझै अब चुड्के पारामा बजाउनु पर्दाखेरि अर्कै पारा बज्छ होइन। बजाउन त आउँदैन होला मलाई। यो तार एकदम ठुलो भएछ, ठुलो बज्यो होइन। तार भन्छौँ हामी चाहिँ, कसैले पिपिरी भन्नुहुन्छ, कसैले तारी भन्नुहुन्छ होइन। यसको अब आफ्नो तरिकाको आफ्नो शैली छ। यो सनैको पिपिरीलाई बज्ने चिजलाई बज्ने चाहिँ भनेको यो एउटा तारीको पत्ताबाट बनिएको हुन्छ होइन। त्यसले गर्दाखेरि हामी तारी भन्छौँ, कसैले तार भन्छौँ, कसैले पिपिरी भन्छौँ। खासमा यसलाई भन्नु पर्यो कि पिपिरी नै हो, किन भन्दा यो नलगाइकन पिपी 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 गर्दैन। त्यसले गर्दा यसलाई चाहिँ पिपिरी नै भनिन्छ है गाइस।
के भएर साह्रो साह्रो पर्दैछ हौ। अलिक साह्रो साह्रो भयो। यसलाई कमलो पनि यही तार रखाइबाटै यही तार मिलाउने राख्ने तरिकै बेग्लै हुन्छ बजाउन जान्ने मान्छेको होइन। ल हल्का भइगयो नि। अब अर्को बजाइ हेरौँ कस्तो बज्दो रहेछ होइन। फेरि हजुरहरूलाई म सनैको आवाजहरू सुनाउने छु। बजाउन त जान्दिनँ, आवाज सुनाउने मात्रै है। मिलाएर बजाउने स्केल राख्ने हजुरहरूको हातमा छ। कुनै यसमा स्केल हुँदैन। सनैमा भनेको 1 स्वरेदेखि 7 स्वरेसम्म बजाउँछन्। 7 स्वरेमा 2 स्वरे हुँदैन, 5 स्वरे हुँदैन अनि 7 स्वरे एकैचोटि। 1 स्वरेदेखि 7 स्वरेसम्म हुन्छ, 2 स्वरे र 5 स्वरे सनैमा हुँदैन। त्यसले गर्दाखेरि हजुरहरूले बुझ्नुहोस्, यसमा 36 वटा राग निकालेर बजाउने क्षमता चाहिँ उहिलेका बुढाहरूसँग थिए। अहिलेकालाई के हो राग, के हो यसको भाषा शैली। अनिखेरि व्यापारीहरूले के भन्छ, स्केल केही पनि हुँदैन। स्केल राख्ने आफ्नो हातमा छ। स्केल भनेको यो हुन्छ, यो हुँदैन, 2 नम्बर हुँदैन, 3 नम्बर हुन्छ, 4 नम्बरको स्केल हुन्छ, 5 नम्बर स्केल हुँदैन, 6 नम्बरको स्केल हुन्छ, 7 नम्बर। यो 7 नम्बर स्केलसम्म चल्ने सनैमा एउटा अभ्यास छ। र कतै पनि मान्छेले सनैमा यति स्केलको भनेर पैसा लिन खोज्छ भने कदापि पनि हजुरहरू त्यतातिर नढल्किनु हुन अनुरोध गरे। सनैमा स्केल हुँदैन। हेर्नुहोस्, त्यो अघि बजाएँ, अब यो बजाउँदैछु। यो पनि बज्यो होइन। यो नली मिल्नुपर्छ। सबैभन्दा सनै बज्नको लागि यो नली यति मिल्नुपर्छ। तार बँधाइ राम्रो हुनुपर्छ। बस त्यति नै हो। सनै मिल्ने नमिल्ने। यो सनै अस्ति बनाउँदै गर्दाखेरि हजुरहरूले भन्नुभएको थियो नि, यसको बजाएको पनि भिडियो ल्याउनु। मैले बजाएको पनि भिडियोहरू त हालेको थिएँ, फेरि पनि बजाउँदैछु है। अस्ति यहाँ टुप्पो काट्दाखेरि बिग्रियो बुढाले बिगारे भन्दै हजुरहरूले कमेन्टमा लेख्नु भएको थियो होइन। यो सबै तार ठुलो भयो, नली अलिकति मिलेन होइन। यसकै नलीबाट बजाउँ ल। यसमा जुन नली पहिला लगाएको छ त्यही नलीबाट। यसकै नलीबाट बजायो भने मात्रै थाहा हुन्छ क्या, यो मिलाएको हुन्छ। तार भिजेको छैन। तार मजाले भिजाउनुपर्छ। मैले थुप्रै भिजाएँ होइन। मान्छेहरूले पानी लगाएर पानीले पनि भिजाउँछन्। हेर्नुहोस् है, अब यसमा मिलाएको नलीमा यो सँगै कस्तो बस्छ।
साह्रै कमलो भयो। ल बजाउन जान्ने मान्छेले हो भने यो सनाई धेरै राम्रो बजाउनुहुन्छ होइन। अब यो सनाईलाई यही नली लाएर बजाइहेरौँ है। यहाँ मिलेन, यो खकुलो हुनु हुँदैन। यहाँ खकुलो भयो भने पनि सनाईको तिख राम्रो आउन्न, घोर लाग्दैन। यसरी यो नली पनि लाग्ने हुनुपर्छ। नली लाग्ने भयो भने सनाई बज्छ होइन। नली मिलेको हुनुपर्छ। ल गाइजहरू यस्तै यस्तै छ सनाईको खोलीहरू। यसरी पिटेर एकदम दरो खोलीहरू बनाएको हुन्छ। हजुरहरूलाई के कस्तो लाग्छ? हजुरहरूलाई चाहिने भयो भने सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर मेरो टिकटकको बायोडाटामा छ। फेसबुकमा अनिवार्य नम्बर पाउनुहुन्छ। मेरो युट्युब च्यानलमा पनि हजुरहरूले नम्बर त्यहाँ पाउनुहुन्छ। नम्बर कहाँ छ भनेर खोजिरहनु पर्दैन। हस् त, नमस्ते, धन्यवाद। हजुरहरूले भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सेयर, लाइक, कमेन्ट र सब्सक्राइब गर्न कहिले नछोड्नु होला। अनिवार्य हजुरहरूको कमेन्टको प्रतीक्षामा छु। हजुरहरूले कमेन्ट गरे बापत त्यो मलाई एउटा सिप र कला बढ्नेछ। मेरो कला बढाउनको लागि हजुरहरूले कमेन्ट गर्न नछोड्नु होला है। अब